हेलो साथीहरू, वेलकम टु माई ब्लग। स्वागत छ तपाईहरुलाई मेरो ब्लगमा। तपाईहरु कस्तो हुनुहुन्छ? आई होप तपाईहरु सबैजना ठिकै हुनुहुन्छ होला है। म चाहिँ आज यहाँनेरि हेर्नुस् डे 6 को प्र्याक्टिस चल्दैछ है। अनि यहाँ प्र्याक्टिस गराउँदै छु, हेर्नु सक्नुहुन्छ है। आज चाहिँ तपाईको पर्यो डे 6 हो। डे 6 को चल्दैछ प्र्याक्टिस। मैले तपाईहरुलाई भनेको थिएँ 7 दिन हप्ता दिनमा चाहिँ म अन रोड निकालिदिन्छु है, हाइवेमा चलाउन सक्ने बनाउँछु भनेको थिएँ। आज तपाईको डे 6 मात्रै हुँदैछ। यहाँ हेर्नु सक्नुहुन्छ कि डे 6 को चाहिँ यतिको इम्प्रुभमेन्ट छ। हेर्नुहोस् साथीहरू, एकदम जाँदैछ हो। हेर्नुहोस् है, तपाईँलाई पछाडिबाट हेर्दाखेरि थाहा हुँदैन कि ऊ लर्नर हो भनेर है। अझै पनि एक दिन छ, आज 6 मात्रै हुँदैछ। हेर्नुहोस् गयो ऊ, देख्नुभयो होला यो माथि अगाडिपट्टि त्यहाँ कुकुर सुतेको छ। त्यसले गर्दा चाहिँ अलिकति कन्फ्युज भयो। त्यो त हुन्छै हुन्छ, किनकि नयाँ हो है। एकै दिनमा कोही पनि पर्फेक्ट हुँदैन, अन्त टाइम लाग्छ। मेरो चाहिँ अब त्यस्तो छ साथीहरू। हेर्नुहोस् है, एक हप्तामा एकदम पर्फेक्ट ड्राइभिङ बहिनीलाई सिकाइदिइसकेँ है। अब उसले स्कुटी लिएर आँट गऱ्यो भने चाहिँ जहाँ पनि जानु सक्छ। अनि ड्राइभिङमा सबैभन्दा ठुलो आँट हो। तपाईँको यदि आँट छैन भनेदेखि चाहिँ तपाईँले जतिसुकै जान्नुहोस्, चाहे तपाईँ दुनियाँको बेस्ट कोच भएकोमा जानुभयो भने तपाईँकोमा आँट छैन भने तपाईँले अन रोड चलाउन सक्नु हुँदैन है। कोही बेला अगाडिबाट गाडीमा आउँछ, कोही बेला एनिमल्सहरू पनि आउँछ है, कोही बेला कुकुरले पनि खेद्छ, किनकि अब टु विलर्स हो नि त होइन। गाडीमा जस्तो त्यति साह्रो सेफ्टी त हुँदैन। अनि अब कोही बेला त्यस्तै पनि पर्छ नि त। अनि खाल्टाखुल्टी बाटो पनि हुन्छ, हिल एरिया हो। त्यस्तो दामी अब हाइवे पनि छैन यहाँनिर है, जग्गा अनुसारकै चल्नुपर्छ। अनि त्यो चाहिँ अब आफै अब बिस्तारै बिस्तारै गर्दै जाँदा म्यानेज हुँदै जाने कुराहरू है। तर यहाँ हेर्नुहोस्, हेर्नुहोस् है, प्र्याक्टिस चाहिँ मैले चाहिँ दामी गराइदिएको छु। 6 दिनको है, 6 दिनको स्टुडेन्ट हो। हेर्नुहोस् हो, हेर्नुहोस् तपाईँहरूले हेर्नु सक्नुहुन्छ है। हेर्नुहोस् रोक्यो, त्यस्तो छ। 6 दिनमा चाहिँ अब त्यहाँसम्म रु बनाइदियो है। त्यहाँ गफ हानेर पनि साथी निक्लिसक्यो हो, बहिनीसँग गफ हानेर पनि गइसक्यो हो। यतिको चाहिँ अब छ है कला मेरोमा सिकाउने है साथीहरू। विकली च्यालेन्ज तपाईँहरूको पुरा भयो भएन है। मेरो चाहिँ अझै पनि यहाँ भएको छैन। अलिकति मेरो चाहिँ फलोअरहरू पनि अप टु डेट छ है। मलाई चाहिँ 4-5वटा रिल्स पुगेको छैन, किनकि मलाई 16वटा दिन्छ फेसबुकले रिल्स, 30वटा पोस्ट दिन्छ हो। अन्त त्यो चाहिँ पुरा भएको छैन। अरू चाहिँ मेरो सबै भयो, 5वटा जस्तो रिल चाहिँ पुरा भएको छैन। सायद अब आज त अब त्यतिकै होला, भोलिसम्ममा चाहिँ कम्प्लिट गर्छु।